व्यापार गर्न कहाँ सजिलो हुन्छ र भने जस्तो त केही पनि चिज हुँदैन है। जस्तै कि आजभोलि लसुनको रेट धेरै नै महँगो भएको छ। देख्न सक्नु नै छ, एकदमै फ्रेस कागती कागती त एकदम स्वादिलो हुन्छ। हामी सबैको लागि कागती खानु स्वास्थ्यको लागि फाइदामन्द हो। मैले क्लाउड किचनमा युज गर्छु। अनि फेरि काँक्रो एकदमै ताजा फ्रेस सामान छन्, पाइन त एकदम राम्रो पाइन्छ। महँगाई टमाटरको पनि एकदमै बढेको छ। फ्रेसली सबै सामान मैले हजुरहरूको सामु देखाउन चाहेँ, किनभने पार यसो कहिले कहिले आफ्नो मार्केटिङको पनि हिसाब बार्गेनिङ गर्नुपर्छ। गाजर भनी पार सस्तो छ है, गाजरको मौसम सिजन अनुसारले होला, मात्र 80 रुपियाँ किलो रे यो। अनि फेरि मटर पनि छ, चुकुन्दरहरू पनि छन्। सबै चिज मैले सपिङ गरेर आएकी छु। अनि फेरि धनियाँ पनि देख्न सक्नुहुनेछ, कति राम्रो ताजा फ्रेस धनियाँ छ हैन। र हामीहरूले सबै चिज राम्रो फ्रेसली ल्याउने गर्छौँ मार्केटबाट। एभ्री डे आउँछ, तर आज मैले हल्का हजुरहरूलाई बताउन चाहे है, एकदमै राम्रो फ्रेस सम्फोको सब्जी पनि खानुपर्छ हामीहरूले। किन यो खानलाई फाइदा हुन्छ। सर्दीकोमा जाडोको महिनामा आउने साग हो, त्यसैले। अनि फेरि यो बोला बथुवा, यो बथुवा भन्छन्, यसलाई के भन्छन्, बथुवा बेथे, नारा बेथेको साग भन्छन् नेपालीमा। मलाई त्यति नबुझेर होला अलि भन्न स्पष्ट अट्केँ, सरी। बेथेको साग पनि छ है हजुर। थ्याङ्क यू सो मच।